रिपोर्टेड जानकारी गराएको केस आएर रेजिस्टर गर्यो केस सल्भ भयो कि केसको कन्डिसन कस्तो छ कहाँ पुग्यो भनेर हामीले गरेको चाहिँ जानकारी दिएको चाहिँ रिपोर्ट कार्ड यहाँ छ सर जानकारी गराएको निवेदन भएको जानकारी गराउने अब उसलाई 2 दिनसम्म भयो भने 2 दिन भइहाल्यो नभए त्यसलाई नै फेरि अर्कोपल्ट त्यसो हुन्छ अब जस्तो उहाँको चाहिँ सर बयान थपेको छ नि सर त्यसपछि के कार्य भयो अनि त्यसो जस्तै निवेदनदाता भइसकेपछि सर तपाईँको बालक खोत भइरहेको छ अनि त्यसपछि सर बालक फेला पनि बुझाएको त्यसपछि यो पनि यहाँ छ सर हजुर लेभलमा उठ्नु चाहिँ यहाँ छ सर अपडेट गराइराख्नुपर्छ यो अपडेटको टाइम के हो त नागरिकलाई त्यो धेरै जस्तो चाहिँ हाम्रो मेरो केस फाइल गरी मेरो सुन्दै सुन्दैन भन्ने गरेर मन्त्रालयमा विषय आउँछ क्या हाम्रो सो कतिको टाइम इन्टरभलमा हाम्रो अनुसन्धान भइरहेको समय त लाग्छ कति म्याथ भन्छ नि सर जुन हो त्यो म्याथ भने बित्तिकै तपाईँको कार्यहरू के भयो सर म्याथको मात्रै कुरा गर्नु जेनरल बेलामा हुन्छ सर त्यो थाहा हुन्छ थाहा हुन्छ त्यसै मन्त्रालयमा घन्टादेखि कोही पनि आउँदैन होइन त्यसो त हामीलाई थाहा भएन भने हामीलाई हाम्रो मुद्दा दायर गऱ्यौँ हजुर तर त्यसबाट रेस्पोन्स मन्त्रालयमा आउँदैन सबैले रेस्पोन्स उहाँलाई नम्बर पनि दिन्छु काहीँ कुनै गुनासो रह्यो भने प्लिज हामीलाई कन्ट्याक्ट गर्नुहोस् टाइम इन्टरभल राख्नु पर्ने सो इन्भेस्टिगेसनको लागि टाइम लाग्यो मेरो 2 विक्स जति लाग्यो इन्भेस्टिगेसनको लागि मान्छे टाइम लाग्यो होइन उसलाई हाम्रो प्रहरीको गति चाहिँ के गरिरहेको छौँ भनेर हामीले जानकारी त गराउनु पऱ्यो नि त मेरो मुद्दै सुनेन भनेर भनिदिन्छ होइन नागरिकले त्यही भएर टाइम इन्टरभल 2 days 3 days 4 days कतिमा गर्ने त कतिमा उहाँहरूलाई इन्फर्म गर्ने त्यो पनि चाहियो ताकि उहाँहरूलाई चाहिँ इन्फर्म भइरहेको छ मेरो मुद्दा पनि चलिरहेको छ प्रहरीले काम गरिरहेको छ हुन्छ मैले 2 दिनमा कहाँ छ तपाईँले पेश गर्नुभएको निवेदन दर्ता भइरहेको छ काम कारवाही भइरहेको कुनै क्षेत्रको लागि पुस्तकमा जानकारी गराइएको छ त्यसपछि पुलिसहरूको मिटिङलाई यदि 2 करोड 30 गरी छात्रहरूको लागि पनि उपस्थित हुने जानकारी गराएको त्यसपछि फेरि जानकारी गराउँछ फोन गर्नु न त फेरि विषय छलफल मात्रै हो अरूहरू त्यो छलफल बाहेक अरू गम्भीर मुद्दाहरू एउटा मुद्दाको एकछिन अलि शान्त बस्दिनु पत्रकारको हुनुहुन्छ पत्रकारको हुनुहुन्छ तपाईँबाट नगर्नु तपाईँबाट गर्नु त्यो नम्बरमा हाम्रो फेरि प्रहरीको नम्बर ठ्याक्क थाहा हुन्छ कि ल नम्बर फोन गर्नु नभन्नु अनि मिडियाको सुविधा कति त म नम्बर टाइप गर्नुहोस्